हाई एभ्रिवान, आज चाहिँ हामी वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ हेर्छौँ र यो वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङमा चाहिँ हामीले वेभलेन्थको बेसिसमा मल्टिप्लेक्सिङ अचिभ गरेका हुन्छौँ। सो इन डब्ल्युडिएम मल्टिपल अप्टिकल क्यारियर सिग्नल इज सेन्ड थ्रु अ सिंगल अप्टिकल फाइबर बाई युजिङ डिफ्रेन्ट वेभलेन्थ अफ लेजर लाइट्स टु क्यारी डिफ्रेन्ट सिग्नल है त। सो हामीले यसमा चाहिँ के गरेको हुन्छ भन्दाखेरि हाम्रो सिग्नल भनौँ अथवा हाम्रो डाटालाई चाहिँ लाइट सोर्समा कन्भर्ट गर्छौँ र त्यो डिफ्रेन्ट सिग्नलहरू चाहिँ डिफ्रेन्ट वेभलेन्थ भएको लाइट सोर्समा कन्भर्ट गरेका हुन्छौँ। अनि त्यो डिफ्रेन्ट वेभलेन्थ चाहिँ एउटा च्यानल जस्तो एक्ट गर्छ क्या। अनि सो त्यो वेभलेन्थहरूलाई चाहिँ एउटा सिंगल अप्टिकल फाइबरको थ्रुबाट हामीले ट्रान्सफर गर्न सक्छौँ र त्यही नै हो हाम्रो वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ है। सो यहाँ फिगरमा पनि हेरौँ, एउटा प्रिज्मको थ्रुबाट लाइट सोर्सबाट हामी के गरेका हुन्छौँ त डिफ्रेन्ट वेभलेन्थ अफ लाइटमा हामीले छुट्याइदिन्छौँ। सो अब यो हाम्रो डिफ्रेन्ट वेभलेन्थलाई चाहिँ हामीले एउटा सिंगल अप्टिकल फाइबरबाट लेन्सको थ्रुबाट ट्रान्सफर गर्न सक्यौँ र अनिखेर यसलाई फेरि अब डिफ्रेन्ट वेभलेन्थमा निकाल्नको लागि फेरि एउटा लेन्स युज गरेर वेभलेन्थ निकाल्यौँ। अनिखेर प्रिज्मको थ्रुबाट फोटो डिटेक्टरबाट त्यो यहाँ हाम्रो फोटो डिटेक्टर हुन्छ, देखिएन होला, यो हाम्रो फोटो डिटेक्टर हुन्छ र हामीले एट द एन्डमा चाहिँ फोटो डिटेक्टरबाट त्यो डिटेक्ट गरेर त्यो लाइटहरूलाई चाहिँ डिटेक्ट गरेर हामीले फेरि सिग्नलमा कन्भर्ट गर्छौँ है। सो यो वर्किङ मेकानिजम चाहिँ मैले स्टेप बाई स्टेप लेख्दै छु, एकचोटि त्यो पनि हेरौँ है त। ल सुरुमा के हुन्छ भने एट फर्स्ट इच सिग्नल इज कन्भर्टेड इन्टु लाइट युजिङ लेजर अर एलइडी बट विथ डिफ्रेन्ट वेभलेन्थ। भनेको जस्तै हाम्रो S1 सिग्नल छ भने यसलाई चाहिँ λ1 भएको लाइट सोर्समा कन्भर्ट गरिन्छ, अनि S2 लाई λ2, त्यसै गरी S3 लाई λ3 भनेको डिफ्रेन्ट सिग्नललाई डिफ्रेन्ट वेभलेन्थ भएको लाइटहरूमा चाहिँ हामीले कन्भर्ट गर्छौँ। अनि इच वेभलेन्थ एक्ट लाइक अ सेपरेट च्यानल है। मैले अघि भनिहालेँ हरेक वेभलेन्थ चाहिँ एउटा कसरी बिहेभ गर्छ त एउटा डिफ्रेन्ट च्यानल जसरी बिहेभ गर्छ। दिज डिफ्रेन्ट अप्टिकल सिग्नल आर कम्बाइन्ड युजिङ अप्टिकल मल्टिप्लेक्सर लाइक प्रिज्म, अनि द कम्बाइन्ड सिग्नल ट्राभल्स थ्रु द फाइबर है त। भनेको त्यही हो, यो जुन हामीले कन्भर्ट गरेको जुन हाम्रो अप्टिकल सिग्नल छ जुन चाहिँ हाम्रो ल्याम्डामा हुन्छ, त्यो ल्याम्डालाई चाहिँ हामीले के गरेर हुन्छौँ त एउटा सिंगल अप्टिकल फाइबरबाट ट्रान्सफर गर्छौँ र अनि त्यसै गरी हामीले वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ चाहिँ हामीले अचिभ गर्छौँ है। सो यसको त्यति नै हो, खास इम्पोर्टेन्ट त छ बट त्यस्तो धेरै हार्ड छैन, यो आफैले मिलाएर पनि लेख्न सकिन्छ। ओके।